आज चाहिँ होली थियो नि त गाइज, हेर्नु न केटाकेटीले रोसी लाएर बाटो छेकिया छन् हाम्रो घर हजुरतिर। यहाँ चाहिँ पैसो माग्दैछन्, पैसा नि दिन्नन्, हेर्नु नदिई भाग्छन्। बाह्रो राख पैसा दिन्नौँ रे, पैसा छैन हामी थियौँ भन्छन्। कहिले के भन्छन् बिचरा, तर बनाउनु त बनाएको छ यिनीहरूले। पैसा चाहिँ 2 घन्टा छेकेर 500 रुपियाँ बनाएको छन्। 1-2 घन्टा छेकेर पैसा त कमान्, गाली पनि खान्छन्। हेर्नुहोस् के बोल्छन् तिनीहरू, बोलेको सुन्नु। यो मोटे दाइले त कति गाडी गरिहाल्ने, हेर्नु बिचरा रिसिँदै हात देखाएर यसो गरेर अब रिसिँदै फाल्दै जान्छन्। केटाकेटी पनि त्यस्तै छन्, पुरै यिनी रिसाए कसैलाई पैसा दिने होइन। मलाई कति माया गर्नुहुन्छ पुराले, अचार त्यस्तो छैन, अचार कसैले माया गर्नु। यो दाइले चाहिँ अहिले दिनुहुन्छ आएर 10 रुपियाँ पाउँछन्। पैसा यो चाहिँ एमालेको रेली आज छ, हाम्रो मम्मीको प्यारो पार्टी एमाले नेकपा एमाले जिन्दाबाद। सूर्य चिन्ह लिएर आएको भन्दै त्यसपछि अब काङ्ग्रेसको एमाले काङ्ग्रेस रमाइलो भएको छ। रेली आउँछन् पारे हेर्दै हेप्पी होली भन्दै चिच्याएन आकाले, भोटकेमा सूर्यमा भन्दै पनि चिच्याएन, हेप्पी होली भन्दै पनि चिच्याएन। काङ्ग्रेसको आयो अब त सूर्य सकियो। चुनाव लाउँदैछन् त त्यही भएर रेली आयो। रेली चाहिँ काङ्ग्रेसको रेली आएको छ, काङ्ग्रेसको रेली आयो काङ्ग्रेस भन्दै यहाँ चाहिँ मेरी प्रहरीहरूलाई जो केटाकेटीले बाटो छेकिया थियो पैसा दिनु गरेर अङ्कलले मसार्दै जानुभयो दाइले चाहिँ। अनि यो केटाकेटीले हाम्रो भाउजूलाई छक्काएर लगाइदिएको के होली खेलाइदिएको। हामी चाहिँ नखेली बस्दा मलाई नि रातै पारिदिए पार्नु त, भाउजूलाई चाहिँ विलक्षण पारिदिए, धुलो पनि फालिदिए कपडामा। हेर्न सक्नुहुन्छ फोरै छतमा पढ्ने बेला भयो नि त यिनीहरूको, पढ्न आउँदा यस्तो बिठाइ गरेको। यो बिठाइ गर्ने आइडिया फेरि मेरो थियो। अब यहाँ रमाइलो। मलाई भुस लाग्दैन भयो कुर्सीको झोला है। कत्रा भयो आज त पानी
पानी भयो